एउटा जटिल परिस्थितिमा संगठन विभागले आज र भोलिको लागि यस कार्यक्रमको आयोजना गरेको छ। म संगठन विभागलाई धन्यवाद भन्न चाहन्छु। साथीहरू टाढा टाढादेखि आउनुभएको छ। फेरि एकपल्ट सबै साथीहरूलाई हार्दिक स्वागत भन्न चाहन्छु। मैले विश्वास लिएको छु यस बैठकले, यस भेलाले अहिले देशमा पैदा भइरहेका कतिपय अन्यल, अस्पष्टता र भ्रमहरूलाई चिर्नेछ, स्पष्ट पारेर पार्टीका नेता कार्यकर्ता साथीहरूलाई यस छलफलको माध्यमबाट नयाँ विश्वास, नयाँ जोश, नयाँ जागरका साथ कार्यक्षेत्रमा पठाउनेछ। अहिलेको निर्वाचनको परिणाम अथवा यति बेला हाम्रो पार्टी, लोकतान्त्रिक शक्तिहरू, देशभक्तिपूर्ण आन्दोलन र सुशासन र विकासका अभियानलाई धक्का पुर्याउने र अत्यन्तै गम्भीर धक्का पुर्याउने जुन काम भएको छ, परेका समस्याहरू र संगठनलाई अब कसरी चुनौतीको सामना गर्न सक्ने गरी तयार गर्ने हो। त्यसका निम्तिको हाम्रो आत्मसमीक्षा, समग्र राष्ट्रिय परिस्थितिको समीक्षा, विभिन्न राजनीतिक शक्तिहरू
पहिले नै षड्यन्त्र गरिएको एउटा प्रायोजित घटना थियो भन्ने कुरा आयोगले आफ्नो प्रतिवेदनको सार संक्षेपमा उल्लेख गरेको छ। त्यो यथार्थ हो र त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै। हामी संवैधानिक हिसाबले लोकतान्त्रिक हिसाबले बलियो अवस्थामा थियौँ। हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो र त्यस सरकारलाई संवैधानिक कानुनी संसदीय बाटोबाट अनेक पटक त्यसलाई ढाल्ने प्रयास गरियो, ध्वस्त पार्ने प्रयास गरियो। त्यो सम्भव भएन। त्यो सम्भव नभएपछि अवैधानिक र अपराधिक मार्गबाट त्यस सरकारलाई विस्थापन गर्ने षड्यन्त्र हो। त्यसका निम्ति पहिलेदेखि तालिमहरू भए। आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरू कसरी बनाउने, पेट्रोल बम कसरी तयार गर्ने देखिका प्रज्वलनशील पदार्थलाई अझ अति प्रज्वलनशील र अति तापक्रममा बल्ने कसरी बनाउने, छिटो आगो लाग्ने विधि कसरी बनाउने भन्ने जस्ता कुराहरू, राष्ट्रव्यापी रूपमा आगलागीका काण्डहरू कसरी गर्ने भनेर गुगलबाट कुन कुन नेताका घर कहाँ छन् अरू कुरा त देखिएकै थिए। संसद भवन देखिएकै थियो, सिंहदरबार देखिएकै थियो र सर्वोच्च अदालत देखिएकै थियो। विभिन्न व्यापारिक प्रतिष्ठानहरू देखिएकै थिए, विभिन्न उद्योग धन्दाहरू देखिएकै थिए। तर नेताका घर निवासहरू र प्रोपर्टीहरू गल्लीभित्र हुन्थे, बस्तीभित्र हुन्थे। त्यसो भएर तिनीहरूलाई गुगलबाट लोकेट गरेर वितरण गरिएको थियो। यो कुरा आकस्मिक रूपमा त्यति बेला भएको होइन, यो अघिल्लै दिनदेखि भइरहेको थियो। भाद्र 23-24 गतेको घटना त्यति बेलाकै उपज मात्रै पनि थिएन। यसका निम्ति लोकप्रिय नेताहरूलाई अलोकप्रिय कसरी बनाउने, उनीहरूका विरुद्ध झुटा आरोप कसरी लगाउने, बनावटी झुटा आरोप लगाएर बदनाम कसरी गर्ने, चरित्र हत्या कसरी गर्ने, नेपालको सभ्य संस्कृति र सभ्यतामाथि कसरी हमला गरेर असभ्य भाषा, असभ्य शैली, असभ्य बोली वचन व्यवहार र क्रियाकलाप, कोही बोल्यो भने उसका विरुद्ध एउटा गिरोह खटाएर नकारात्मक अत्यन्तै लज्जास्पद टिप्पणीहरू गर्ने यस्ता खालका कामहरू भएको हामी सबैलाई थाहा छ। अगाडिदेखि हुँदै आएको थियो र त्यो सिलसिला अहिलेसम्म पनि सरकार संरक्षित रूपमै चलिरहेको छ। म सरकार संरक्षित रूपमा किन भनिरहेको छु भने कोही महिलाले केही बोल्यो भने उसलाई बोलाएर प्रहरीले झपाड्छ, असभ्य भाषा र व्यवहार प्रयोग गर्छ र राज्य शक्तिको आडमा उल्टै कागज गराएर मैले जानिनछु भनेर माफी मगाएर कागज गराएर छोड्छ र आफू दुष्कर्मबाट फेरि चोखै रहन कोसिस गर्छ। यो कसैबाट लुकिएको कुरा होइन। यस्ता खालका क्रियाकलापहरू अहिले पनि भइरहेछ। यी पहिले त झन् निर्वाध छँदै थिए, अहिले झन् बढी योजनाबद्ध, पक्षपातपूर्ण,
कसैका विरुद्धमा उजुरी हाल्न लाउने र गिरफ्तार गर्ने, मुद्दा चलाउने, कसैका विरुद्ध केही नभए पनि मुद्दा लगाउने, कसैका विरुद्ध जस्तै कुकर्म गरे पनि मुद्दा दर्ता नगर्ने, उजुरी दर्ता नगर्ने, गर्न पर्यो भने कारबाही नगर्ने, त्यस प्रकारका क्रियाकलापहरू राज्यद्वारा भइरहेका छन्। यो लुकेको कुरा होइन। कतिपय कुराहरू राज्यलाई मन नपर्ला, मन पर्नु नपर्नु बेग्लै कुरा हो, सत्य आफ्नो ठाउँमा हुन्छ। राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय परिस्थिति एकै नासको रहँदैन, उत्ताउलिएर धेरै अगाडि नबढ्नु होला। सधैँ एउटै परिस्थिति रहँदैन। राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो? यो अराजक तन्त्र लामो समय चल्न सक्दैन। अब मैले अघि नै भने भदौ 23-24 को जुन उपद्रवकारी क्रियाकलाप भयो, आगजनी जस्तो, राष्ट्रव्यापी आगजनी जस्तो, राष्ट्रको सम्पत्ति जलाउने जस्तो अपराध केही होइन जस्तो गरेर सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन। यसमा अहिले म धेरै जान चाहन्न। र यो आक्रमण अथवा त्यो भदौ 23-24 को आक्रमण यो देशभक्तिपूर्ण आन्दोलन, देश राष्ट्रियताको आन्दोलन, लोकतन्त्रका निम्तिको आन्दोलन र यो आन्दोलन शान्ति, सुशासन र विकासका लागिको आन्दोलन, त्यसलाई दमन गर्नका लागि रचिएको थियो त्यो क्रियाकलाप। जुन आन्दोलनको अगुवाई प्रमुख रूपमा हाम्रो पार्टीले गरिरहेको थियो, त्यसै कारण हाम्रो पार्टीका विरुद्ध सबभन्दा तीव्र प्रहार हाम्रो पार्टीका विरुद्ध थियो। कतिले समयमा बुझ्नु नबुझ्नु बेग्लै हो, कतिले निमकको सोझो गर्नु कुरा बेग्लै हो, कतिपयको आदेश पालना गर्नुपर्ने बाध्यताका कुरा बेग्लै होला, तर देश सर्वोपरि छ। यो सबैले बुझ्न जरुरी छ। एकछिनको सेन्टिमेन्टको, एकछिनको जागिरको, एक अवधिको जागिरको विषयसँग राष्ट्रिय हित, देशको सार्वभौम सत्ता, लोकतन्त्र र देशका जनताको खुशालीको लागि शान्ति, सुव्यवस्था, सुशासन र विकासको अभियान, यो सर्वाधिक महत्त्वको कुरा हो। त्यसै कारण यसको अगुवाई गर्ने हाम्रो पार्टीका विरुद्ध सबभन्दा बढी आक्रमण भयो र सबभन्दा ठुलो क्षति हाम्रो पार्टीले नै बिहोर्नु पर्यो। देशव्यापी उपद्रवले देशलाई नै पुरै भयभीत बनायो, आतंकित बनायो। तेरो घरमा आगो लाउँछु, तेरो घर बाँकी रहेछ, अझै बाँकी रहेछ भनेर धम्काउन थालेपछि आगो लगाउँदा जब राज्यले संरक्षण गर्न सक्दैन, दन्दनी आगो बलेको छ, 2-4 दिनसम्म राज्य देखा पर्दैन, त्यस्तो अवस्थामा नागरिक भयभीत हुनु सामान्य कुरा हो। नागरिकहरूमा एउटा भयको वातावरण बनाऊ। त्यस परिस्थितिको फाइदा लिएर अपराधी तत्त्वहरू देशमा हावी भए
लोकतान्त्रिक विधिबाट निर्मित सरकारलाई अपदस्थ गरियो र एउटा असंवैधानिक सरकार गठन गरियो। त्यस असंवैधानिक सरकारले गरेको अवैध सिफारिसमा प्रतिनिधि सभा, जननिर्वाचित प्रतिनिधि सभा, संविधान सम्मत बनेको प्रतिनिधि सभा, कानुन सम्मत बनेको प्रतिनिधि सभा गैर कानुनी र असंवैधानिक ढङ्गले राष्ट्रपतिबाट विघटन भयो। राजनीतिक दलहरूसँग सहमति खोजिएन। नगर्नु भनेका कुराहरू भनिए र सडकबाट कसैले एकाध मान्छेले कुनै संवैधानिक अधिकार प्राप्त होइन, संवैधानिक अधिकार प्राप्त नभएका व्यक्तिले अब योसँग वार्ता गर्नुपर्छ, यसरी संसद प्रतिनिधि सभा भङ्ग गर्नुपर्छ, यी आधारभूत कुराहरू हुन् भनेर भनेका भरमा त्यही बाटो लग्यो। राज्य संयन्त्रले कोसँग परामर्श गर्ने, उल्टो बाटो हिँड्यो र वातावरण बिग्रिनसम्म बिग्रियो। अब त्यो असंवैधानिक सरकारको अराजक एउटा वितण्डाको स्थिति देशमा सिर्जना भयो। एउटा असंवैधानिक सरकार गठन भयो। त्यो सरकार र त्यसको पृष्ठभागमा रहेका अराजकतावादीहरूको साँठगाँठमा अनेक क्रियाकलाप भए। राजनीतिक शक्ति, दलहरू र व्यक्तिहरूलाई इन्कार गरियो र निषेध गरियो। राज्य शक्तिको त्यस आडमा, त्यस परिस्थितिमा अझै बढी राज्य शक्तिको दुरुपयोग गरियो। कहीँ कतैबाट प्रतिवाद गर्ने अवस्था रहेन, कोही बोल्ने अवस्था रहेन। म हाम्रो पार्टीका तमाम कार्यकर्ता साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। कोही चोँ बोल्न नसकेका बेला हाम्रो पार्टीका कार्यकर्ताहरू टोल टोलदेखि, वडा वडादेखि, पालिका पालिकादेखि, जिल्ला स्तरदेखि केन्द्रीय तहसम्म त्यसको विरोधमा सडकमा उत्रिने, विरोध प्रदर्शन गर्ने, र्यालीहरू गर्ने, पुतला जलाउने काम गरेर सिँगै देशको मनोबल उठाउने काम नेकपा एमाले गर्यो। नेकपा एमालेको अगुवाईमा भयो अनि अरूको पनि बोली फुट्न थाल्यो। त्यसै कारण मैले नेकपा एमालेका कार्यकर्ता कमरेडहरूलाई धन्यवाद भनेको। यसै बीचमा आन्दोलनभित्रै पनि केही गम्भीर नकारात्मक प्रवृत्ति देखा परे, पार्टीभित्रै पनि नकारात्मक परिस्थिति देखा परे। ती कुराहरूलाई साम्य पार्यौँ हामीले। ती कुराहरूलाई महाधिवेशन गरेर महाधिवेशनबाट हामीले साम्य पार्यौँ। महाधिवेशनले विधिवत एउटा फैसला दियो। महाधिवेशनले फैसला दियो, नाराहरू तय भए। तलबाट आएका रिपोर्टहरूलाई आधार मानेर नै परिस्थितिको हामीले आकलन गर्ने आधार के भन्दा तलबाट आएका रिपोर्टहरू नै हुन्, मनगढन्ते होइन। तलबाट आएका रिपोर्टकै आधारमा हामीले नीतिहरू तयार गरेर अगाडि बढ्यौँ। पहिलो कुरा त हामीले असंवैधानिक सरकार कहिल्यै पनि स्वीकारेनौँ। अर्कोतिर असंवैधानिक सरकारलाई हामीले स्वीकारेनौँ र प्रतिनिधि सभा
पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीले नीति लियो, जुन नीति बिल्कुल सही थियो। त्यसमा दुईटा कुरा भयो। एउटा, पार्टीभित्रैको पङ्क्तिले के भइरहेको छ भन्ने कुरा अलिक राम्ररी जसरी बुझ्नुपर्ने त्यो तहमा अलिक बुझ्न सकेन, जसले गर्दा हाम्रो त्यसमा पकड त्यस्तो हुन र त्यसका निम्ति हामी त्यति सक्रिय हुन सकेनौँ जति हुनु पर्थ्यो। अर्को कुरा, अरू पार्टीहरूले परिस्थिति बुझ्ने अवस्थै रहेन। अरू पार्टीहरूले चुनाव कि चुनाव भने, प्रमुख पार्टीहरू जो लोकतान्त्रिक पार्टीहरू थिए, वैधानिक पार्टीहरू थिए, पुराना भनिएका पार्टीहरू थिए। पार्टीहरू पुरानै हुन्छन्, तिनै पछि पार्टी गठन हुन्छ, चुनावै पछि पार्टी गठन हुन्छ, चुनावै पछि नयाँ नयाँ पार्टी गठन हुने, नयाँ नयाँ पार्टीले चुनाव लड्ने, पार्टी निषेध गरिने अनि गैर पार्टी भनेका व्यक्तिहरूबाट अनुभवहीन नबुझेका व्यक्तिहरूबाट देशको शासन चलाइने भन्ने कुरा दुनियाँमा कहीँ हुन्छ? अमेरिकामा नयाँ पार्टी बनेका छन्, डेमोक्रेटिक र रिपब्लिक भनेका नयाँ पार्टी हुन्, पुरानै पार्टी प्रतिस्पर्धा गरिरहेका छन् र देश चलाइरहेका छन्। भारतमा नयाँ पार्टी छैन, चीनमा पनि नयाँ पार्टी होइनन्, अरू देशहरूमा पनि नयाँ पार्टी होइन। कहिले कहिले बन्ला, कुनै कुनै सन्दर्भमा नयाँ पार्टी पनि बन्ला। त्यसप्रति पुरानो पार्टीको हैसियतले हामी असहिष्णु पनि छैनौँ। तर हाम्रो धारणा लोकतन्त्रप्रतिको निष्ठा, देशप्रतिको निष्ठा, लोकतन्त्रप्रतिको निष्ठा र देशको विकासप्रतिको प्रतिबद्धता, देशमा शान्ति सुव्यवस्था र सुशासनप्रतिको प्रतिबद्धता र प्रयास, ती चिजहरूप्रति हाम्रो सरोकार हो। नयाँ पार्टीप्रति हाम्रो नाहुन् भन्ने कुरा होइन, तर नयाँ पार्टीका नाउँमा कतैबाट प्लान्टेड र अराजकता, आगजनी, तोडफोड र हिंसा हत्याबाट नयाँ पार्टीको जन्म होइन, विचारबाट नयाँ पार्टीको जन्म हुनुपर्छ। विचारले पार्टी जन्माउँछ। विचारहीन अराजक बेड नयाँ पार्टी होइन। यसरी हामीले सही नीति लिएका थियौँ, तर अरू पार्टीले बुझ्न नसक्दा चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो र यो परिणाम पूर्व निर्धारित परिणाम थियो। यही परिणामका लागि चुनाव गराइएको थियो। हाम्रो पार्टीले यो कुरा बुझेको थियो। अरू पार्टीहरूले साँच्चै चुनाव हुँदैछ भन्ने ठाने। साँच्चैको चुनाव होइन। चुनावमा प्रयोग गरिने मसी सधैँ यहाँ लगाएपछि त्यो नङ बढ्दै गरेर नङ काटेर फाल्नु पर्थ्यो। यसपल्ट भक्तपुरमा नजिकै बुथबाट भोट हालेर रङ लगाएर गएको घर पुग्दा अघि नै रङ उडिसकेको छ। ब्यालेट पेपरमा के भयो होला त्यो रङ? यी छानबिनका विषय हुन्, खोजीका विषय हुन्, भोलि पत्ता लाग्नेछ। हामीले पहिलोपल्ट चुनाव लडेका होइनौँ, हामीले धेरैपल्ट चुनाव लडेका छौँ, चुनावको आकलन गरेका छौँ, मतदातासँग भेटेका छौँ, कुरा गरेका छौँ। हामीले मतदाता उम्मेदवारले लगभग अधिकांश मतदाता त चिनेको छ व्यक्तिगत तवरमा, अनि चिन्दै नचिनेको उम्मेदवारी खारेज भएको मान्छेले डबल मत ल्याएर जित्ने खालको स्थिति अथवा डबल मत खारेज भएको उम्मेदवारको आउने स्थिति भनेको यो
पूर्वनिर्धारित योजना अन्तर्गतको कुरा हो। जे होस्, यसमा अहिले नजाउँ। तर हामीले यस परिणामलाई स्वीकारेर संसदमा सहभागी भइरहेका छौँ, काम गरिरहेका छौँ, राष्ट्रियताको पक्षमा लडिरहेका छौँ, लोकतन्त्रको पक्षमा लडिरहेका छौँ, शान्ति, सुव्यवस्था र विकास यी चिजहरूको पक्षमा लडिरहेका छौँ। तसर्थ हामीले परिणाम स्वीकारेका छौँ। यसको अर्थ हामी अन्धविश्वासमा छौँ भन्ने होइन। हामी अन्धविश्वासमा होइन, आँखा खोलेर सबै चिजहरूको हेर्छौँ, समीक्षा गर्छौँ, मूल्याङ्कन गर्छौँ। जब असंवैधानिक सरकार बन्यो, पहिले नै देखि असंवैधानिक सरकार बन्नभन्दा अगाडिदेखि असंवैधानिक सरकारका प्रधानमन्त्री अवलोकन गरिरहेका थिए। गृहमन्त्रीहरू जो बनेपछि असंवैधानिक ढङ्गले आगजनी, तोडफोड, लुटपाटको परिणामस्वरूप, नवयुवाहरूको हत्याको परिणामस्वरूप जो बने, उनीहरूले पहिले नै देखि भनिराखेका थिए फलानालाई कारबाही गर्नै पर्छ। त्यसका लागि उनीहरूले एउटा आयोग बनाए। तपाईँ हामी सबैलाई थाहा छ, गौरीबहादुर कार्कीको नेतृत्वमा, जो गौरीबहादुर कार्कीले आफैले पहिले नै, त्योभन्दा अगाडि नै कारबाही गर्नुपर्छ, फलानालाई कारबाही गर्नुपर्छ भन्ने एउटै बोली बोलेका थिए। त्यही बोली बोले बापत त्यो काम फत्ते गर्नका लागि गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बन्यो। मैले त्यसै बेला भने यो आयोग एउटा नकली आयोग हो। यो आयोग प्रायोजित एउटा उद्देश्य तोकेर टास्क दिएर, टास्क छानबिनको टास्क होइन, छानबिन गरे झैँ गर्ने तर फसाउने फलानालाई। त्यसो भएर यस आयोगलाई हामी मान्दैनौँ र मैले भनेको थिएँ बयान दिन्न। मैले बयान दिइनँ, तर आयोगले बयान दियो भन्ने छाप्यो। म त्यसको धेरै लफडामा जान चाहन्न। आयोगले मलाई प्रश्नपत्र पठाएको थियो। त्यो प्रश्नपत्र मैले बुझ्न पनि मानिनँ, बुझ्दा पनि बुझिनँ। म बुझ्दिनँ, यस आयोगलाई मान्यता दिन्न, यो आयोगमा मेरो स्वीकृति छैन, मान्यता दिन्न भनेर मैले पठाइदिएँ। किन बयान दिन्न त्यो कुरा पनि मैले बताइदिएको थिएँ। त्यो कुरा नगरेर उनीहरूले बयान दियो भन्ने बनाएर छापे। त्यो आफ्नो इज्जतका लागि गरेको होला, त्यसमा मेरो केही भन्नु छैन। मैले बयान दिइनँ। अहिले फेरि एउटा के बनाएको छ, त्यो छानबिन समिति के अरे, होइन, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी के बनाएको छ क्या। त्यो आयोग कि समिति के हो? त्यो कुनै संवैधानिक आयोग समिति केही पनि होइन। ज्ञानेन्द्र शाहले माघ 19 गतेको कुभन्दा पछि जसरी विरोधीलाई फसाउनका लागि सो कल्ड आयोग बनाएका थिए, संवैधानिक निकायहरू छँदैछन्, कानुनी निकायहरू छँदैछन्, राज्यका स्थायी निकायहरू छँदैछन्। हुँदै नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, खोइ कसलाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुराना पार्टीका मान्छेहरू जसलाई पर्छ तिनीहरू जसलाई चाहिन्छ त्यसलाई फसाउनका लागि यो आयोग बनाएको हो। फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्न, जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित
भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फर्साउनका लागि यस्ता क्रियाकलाप गरेको छ। त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। त्यसर्थ यस्ता क्रियाकलापमा राज्य नजाओस्, संवैधानिक बाटो संवैधानिक तरिकामा फर्कियोस्, प्रतिशोधमा होइन। त्यस प्रतिवेदनको आधारमा गिरफ्तार गर्ने भनेर। अनि यो दफा त्यो फौजदारी कहाँ गरिया छ? जो हामी त आफ्नो ठाउँमा छौँ। म बालुवाटारमा छु, यहाँ बानेश्वरमा गोलीकाण्ड भएको छ। मैले भरसक मानव क्षति नहोस्, शान्ति सुव्यवस्थाको राम्रो प्रबन्ध गर्नु भनेर सुरक्षा निकायहरूलाई सबैलाई एकैसाथ राखेर निर्देशन गरेको छु। तै पनि परिस्थिति पर्यो होला। के परिस्थिति पर्यो प्रहरीले जान्ने कुरा हो। कस्तो परिस्थितिमा गोली चलाउनु पर्यो। अनि सरकारी सम्पत्ति रक्षा गर्नका लागि त उसले गोली चलाउँछ होला नि त, हतियार दिएकोले। होइन भने प्रहरीलाई कारवाही किन गरेन, किन गिरफ्तार गरेन, किन केही भएन त? थाहै छैन कसले गोली चलायो। थाहै नभएका ठाउँमा केपी ओली चाहिँ फसाउनै पर्ने, यस्तो खालको पूर्वाग्रहपूर्ण क्रियाकलाप। अदालतमा म्याद थप्न लाँदा यो म्याद थप्न कानुनसम्म छैन भनेर हामी लड्यौँ। म अदालतको बारेमा केही धेरै टिप्पणी गर्न चाहन्न। त्यति गैर कानुनी कुरालाई पनि मान्यता दिएर अदालतले 3 पल्ट म्याद थप्नु हुँदैन थियो। म्याद थपियो। मैले बन्दी प्रत्यक्षीकरणको रिट सम्मानित सर्वोच्च अदालतमा हालेँ। सम्मानित सर्वोच्च अदालतमा हाल्दा सम्मानित सर्वोच्च अदालतबाट रिट खारेज भयो। 13 दिनसम्म कोसिस गर्दा सरकारले मुद्दा चलाउने ठाउँ पाएन। मुद्दा चलाउने ठाउँ नपाएपछि 13 दिनपछि मलाई छोड्न बाध्य भयो सरकार। नेपालको सरकार सञ्चालनको तरिका,
न्याय सम्पादनको तरिका, अदालतबाट हामी न्यायको अपेक्षा गर्दछौँ, स्वच्छ न्यायको अपेक्षा। अदालत सम्मानित हुन सकोस्, न्याय सम्पादनबाटै अदालत सम्मानित हुने हो, हुन सकोस् भन्ने हाम्रो इच्छा छ। हामी अदालतलाई सम्मान गर्दछौँ, अदालतबाट न्याय पाउनु पर्दछ भन्ने हाम्रो धारणा हो। मैले अघि नै भने हामीले त सही नीति तय गर्दै अगाडि बढेका थियौँ। यो तथाकथित परिवर्तन के भएको हो, असंवैधानिक परिवर्तन के भएको हो, त्यस सम्बन्धमा हामीले कुरा गर्यौँ। हामीले निर्वाचन होइन, प्रतिनिधि सभा हुँदाहुँदैको प्रतिनिधि सभा विघटन गरेर आफूले भने जस्तो यसै गरी वर्षक 2/3 को यस्तै सरकार बनाउनका लागि अर्को निर्वाचनको आयोजनाको नाटक गरियो। हामीले भन्यौँ संविधानको कुन धाराबाट संविधान चाहिएन, प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि सम्मानित राष्ट्रपतिजी भन्नुहुन्छ बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबर स्टाम्प बनेर जुन चिज गर्नु नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा त्यो नगरेर जुन चिज नगर्नुपर्ने हो त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुपर्छ। सम्मानित संस्थाको बारेमा मलाई बोल्न इच्छा थिएन, तर यो वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिद्ध्याउने काम भएको छ। जुन कुरा नेकपा एमालेलाई मान्ने छैन, मान्ने हुनु हुँदैन। नेकपा एमाले देशप्रति, जनताप्रति, लोकतन्त्रप्रति, शान्तिप्रति, सुशासन र विकासका सङ्कल्पप्रति प्रतिबद्ध पार्टी हो। यो कुनै त्रासबाट खुट्टा कमाएर चल्ने पार्टी होइन। त्रासभन्दा, डर त्रासभन्दा, भयभन्दा मुक्त भएर माथि उठेर देशप्रति समर्पित भएर त्याग र बलिदानका भावना साथ लडेर यहाँसम्म आएको छ, त्यसै गरी लडेर नै अगाडि जानेछ। अब हामीले त्यही सही नीतिहरू कार्यान्वयन गर्नका निम्ति आन्दोलनको माग गरेका थियौँ, आन्दोलनमा जाने कुरा गरेका थियौँ, तर हामी एक्लै पर्यौँ। अरू शक्तिहरूले ती कुराहरूलाई बुझ्न नसक्दा र तत्काल भर्खर उठिरहेको मनोबलका साथ हामीले मात्रै यी चिजहरूलाई रोक्न सक्ने अवस्था भएन। जुन तहको षड्यन्त्र थियो, जुन तहको व्यापक र गम्भीर गहिरो षड्यन्त्र थियो, त्यो षड्यन्त्र तत्काल हामी एक्लैले पराजित गर्न सकेनौँ। त्यसकारण आजको परिस्थिति आएको हो। हामीले हाम्रो पार्टीलाई आन्दोलनमा लान समय नै पुगेन। यता निर्वाचन घोषणा गरिदिइसक्यो, मनोनयन भनिदिइसक्यो र हामी पृथक एकदम एक्लिएर, हामी मात्रै एक्लिएर टुक्रुक्क पर बस्न सक्दैनथ्यौँ। त्यसकारण यस प्रक्रियामा पनि हामी सामेल हुनै पर्थ्यो। त्यसलाई
पहिलो कुरा त हामीले रोक्न पर्थ्यो, रोक्न नसकेपछि सामेल हुनु पर्थ्यो। त्यसका निम्ति समय आइसक्यो, हामीले आन्दोलन गर्ने समय पाएनौँ। यो कुरा बुझेर नै उनीहरूले फागुन 21लाई नै निर्वाचनको समय घोषणा गरे। यी सबै कुरा बुझ्दा सजिलै छ, तर कसो कसो बुझ्न गाह्रो। अरू पार्टीले त बुझ्दै बुझेन। हाम्रै पार्टीमा पनि कतिपय अन्यल रह्यो के हो भन्ने कुरा। अब यसमा चुनावको जस्तो नकारात्मक नतिजा आयो, त्यसबाट हामीले शिक्षा लिनुपर्ने, आफू त्यसको नतिजाका विरुद्ध, यो नतिजा अन्तिम नतिजा यथार्थ नतिजा होइन, यो कृत्रिम नतिजाका विरुद्ध हामी यसलाई बदल्ने गरी उठ्न जरुरी छ। यसका लागि फेरि नयाँ सिराबाट हामीले आफूलाई तयार गर्नु जरुरी छ र आफूलाई तयार गर्नसँगै मित्र शक्तिहरू खोज्ने, उनीहरूलाई सहमत गराउने र अगाडि बढ्ने कुराको आवश्यकता छ। हाम्रो पार्टीले आत्तिनु हरेस खानु हुँदैन थियो, तर अलिकति हाम्रो पार्टीभित्र पनि आत्तिने हरेस खाने खालका प्रवृत्तिहरू केही देखा परे। ती कुराहरू हुनु हुँदैन थियो। आँधी हुरी अलिकति चल्ने बित्तिकै, अलिकति हुरी बतास चल्ने बित्तिकै ढलिहाल्ने, लोत्रिहाल्ने खालको कलिला पातहरू जस्तो, कलिला झारपातहरू जस्तो हाम्रो पार्टी होइन। हाम्रो पार्टी यस्ता कुराहरूलाई विश्लेषण गरेर दरो उभिनु पर्दछ, स्पष्ट हुनुपर्दछ र त्यसका विरुद्धमा सङ्घर्ष गर्न उच्च मनोबलका साथ फेरि नयाँ तयारीमा जुट्नुपर्दछ। यसका निम्ति हाम्रो पार्टी एकताबद्ध हुन जरुरी छ पहिले। अनि कतिपय साथीहरूमा भ्रम अन्यल देखा पर्यो। विरोधीले कत्रो हमला गरेको छ, कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने, अनि आफ्नै आत्मभर्सना गर्ने, आफैले के गरियो, कमी गरियो भनेर भर्सना गर्ने। केही पाइएन भने शिर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भनेदेखि हाम्रो पार्टी मजाले अगाडि बढ्छ, कुद्छ भन्ने भ्रम पाल्ने, त्यो खालका सोचहरू पनि पार्टीमा यदा कता कति देखा पर्ने अवस्था रह्यो। हामीले समीक्षा गर्नुपर्दछ। समीक्षा किन गर्ने? हाम्रो पार्टीलाई चुस्त दुरुस्त अगाडि आइपर्ने चुनौतीहरूको सामना गर्नका लागि समीक्षा गर्ने कि अन्यलमा पर्न, भ्रममा पर्न, आत्मभर्सना गर्न? हाम्रै कमजोरी हो, हामी नै अगति लाउँ। हाम्रा घर जलाएको ठिकै हो, हामीले घर जलाएको किन रोक्न सकेनौँ? घर जलाउने हुल आउँदाखेरि अगाडि यसो पख भनेर किन रोकेनौँ? यस्ता कुरा गरेर हुन्छ? हामीले सिंहदरबार जलाउँदा किन रोक्न सकेनौँ? सेनाले रोक्न सकेन, अनि हामी के गरेर रोक्छौँ? के गरेर रोक्छौँ? हामी सुरक्षा निकायले रोक्न सकेन त हामी के गरेर रोक्छौँ? कि रोक्यो कसैले? राज्य संयन्त्रले रोक्न सकेन त हामी कसरी रोक्छौँ? त्यसो भएर हामीले थेक्न नसक्ने गरीको आक्रमण हामीमाथि भयो। यस्तो आक्रमण भयो, हामीले जुन हतियार लिएर आक्रमणलाई रोक्न सक्थ्यौँ त्यो हतियार नै निष्प्रभावी भइदियो। एउटा महाभारतको युद्धपछि को एउटा कथा छ। अर्जुन र कृष्ण द्वारकामा मुसल निस्किएर
यदुवंशका पुरुषहरू खत्तम भएपछि महिलाहरूलाई लिएर हस्तिनापुर पुर्याउँ भनेर हिँडे। बाटामा भिल्लहरूले आक्रमण गरे। त्यो भिल्लहरूको आक्रमण रोक्नका लागि अर्जुनले गाण्डीवमा ताँदो चढाउन खोजे, गाण्डीव प्रहार गर्न खोजे, भिल्लहरूलाई रोक्न खोजे। अर्जुनले भने, म गाण्डीवधारी अर्जुन हुँ, महाभारतको युद्ध जितेर आएको अर्जुन हुँ, तिमीहरू भिल्लहरूले सक्दैनौ, बेकारको कोसिस नगर। तर गाण्डीव चलेन। हाम्रो अवस्था त्यस्तै त्यस्तै भएको थियो। हामीसँग जो राज्य संयन्त्र थियो त्यो राज्य संयन्त्र नै निरीह भयो। त्यस्तो अवस्थामा हामीले मात्रै रोक्न सक्ने कुरा भएन। त्यसो भएर अब यो परिस्थितिलाई बुझेर यस परिस्थितिको सामना गर्नका लागि हामीले पहिले यो कुरा बुझ्नुपर्छ कि हामी माथि विरोधीहरूबाट कुन स्तरको, कति षड्यन्त्रपूर्ण, कति सङ्गठित, कत्रो साथ सहयोग र समर्थनका साथ हमला भएको छ, कसरी सामाजिक सञ्जालको प्रयोग गरिएको छ र विभिन्न कतिपय मिडियाहरू कसरी प्रयोग भएका छन् भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। पहिलो कुरा बुझ्ने त्यो हो। त्यसको सामना कसरी गर्ने? त्यसको सामना गर्न मैले अघि पनि भने हाम्रो पार्टी एकताबद्ध चाहिन्छ। एकता केमा हुने? सही विचारमा एकता हुने। हाम्रा कुनै पनि नीति गलत छैनन्, हामीले लिएका नीतिहरू सही छन्, विश्लेषण सही छ। त्यसकारण हामी ती नीति र विश्लेषणमा, हाम्रा विचारमा हामी एकताबद्ध हुनुपर्दछ। त्यो विचारमा एकताबद्ध भएर सङ्गठनलाई चुस्त दुरुस्त राख्नुपर्दछ। कोही यता फर्केको, कोही उता फर्केको, कोही एक थोक बोल्ने, कोही अर्को थोक बोल्ने होइन। पार्टीका विचारअनुसार, पार्टीका निर्णयअनुसार बोल्ने, पार्टीको सङ्गठनात्मक विधि, पद्धति, प्रक्रिया, विधान र विधि अनुसार अनुशासित ढङ्गले चल्ने त्यस्तो पार्टी हामीलाई चाहिन्छ। अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ। समीक्षा गर्नुपर्छ भन्ने, समीक्षा गर्नु कता छ कता, अनि यो गर्नुपर्छ र यो गर्नुपर्छ, यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्ने भ्रम फिजाउने। अनि हतारिएर कहाँ समीक्षा भएको छ, कसले निष्कर्ष दियो, निष्कर्ष नै नआइकन अनेक प्रकारका कुराहरू गर्ने। पार्टीका विधि विधान पद्धति, पार्टीका सङ्गठन जीवनका प्रक्रियागत पक्षहरू, ती सबै कुरा छोडेर कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक प्रकारका भ्रमहरू फिजाउँदै कुद्ने, यस प्रकारका कुराहरूले पार्टीलाई न सही दिशामा लान्छ, न सही विचारमा लान्छ, न सही सङ्गठनात्मक प्रक्रियामा लान्छ, पद्धतिमा लान्छ, न पार्टी जीवनको एकतामा लान्छ। त्यसकारण म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, यति बेला चाहिएको पार्टीमा एकता हो। सबै कुरा छोडेर सिङ्गै पार्टी एकताबद्ध हौँ, सही विचारमा एकताबद्ध हौँ। हामीलाई जनताको बहुदलीय जनवादले मार्गदर्शन गरिरहेको छ। एकातिर जनताको बहुदलीय जनवाद हिजो 90मा होइन, अहिले 36 वर्षपछि, 90बाट यता आएर 36 वर्षपछि हामीले यो 36 वर्षको अभ्यासको क्रममा जनताको बहुदलीय जनवादलाई अध्यावधिक सामूहिक गर्दै कतिपय पक्षहरू विकास गरेका छौँ। नयाँ नारा, नयाँ रणनीति, नयाँ तरिका आदि हामीले विकास गरेका छौँ। तसर्थ तदनुसार नै हामी अगाडि ती विचारहरूकै आधारमा, त्यो विकसित विचारहरूकै आधारमा समसामयिक बनाइएका, अध्यावधिक गरिएका
विचारहरूकै आधारमा अगाडि बढ्नुपर्छ। मार्क्सवाद युरोपमा जसरी लागू भएको थियो त्यसै गरी यहाँ लागू भएको छैन। विकसित फर्ममा आफ्नो समय आफ्नो परिस्थिति अनुसार हामीले मार्क्सवादको कार्यान्वयन गरेका छौँ। जनताको बहुदलीय जनवाद हिजोकै अवस्थामा मात्रै छैन, त्यसलाई हाम्रो पार्टीले विकसित गरेको छ, अध्यावधिक गरेको छ। त्यसअनुसार हामीले नीतिहरू तय गरेका छौँ। त्यसको प्रकाशमा जबजको प्रकाशमा हामीले नीतिहरू तय गरेका छौँ। ती नीतिका आधारमा हामी एकताबद्ध हुनुपर्छ। हाम्रो महाधिवेशनले 10औं महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र अराजकतावादको विरोध गरौँ, पार्टी एकता सुदृढ पार्टी एकता विकास गरौँ भनेर नारा दिएको थियो। ती कामहरू हामीले प्रभावकारी ढङ्गले गर्न सकेनौँ। पार्टीमा शुद्धिकरण र सुदृढीकरणको अभियान चलाउन सकेनौँ, जसले जे गरे पनि हुने खालका, पार्टीलाई बत्ते बनाउने खालका कुराहरूलाई हामीले सहेर बस्यौँ, जसले गर्दा पार्टी धारिलो हुन सकेन। पार्टीका विचार के भन्दा एकजनाले एउटा भन्छ, अर्काले अर्को भन्छ, अर्काले अर्को भन्छ। त्यसर्थ यस्तो कुराहरूमा होइन, हामी एकताबद्ध विचारमा उद्देश्यमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। अब मैले कार्कीय आयोगको प्रतिवेदनको सम्बन्धमा त भने, मानव अधिकार आयोगले अहिले एउटा छानबिन समिति उपसमिति बनायो आफैभित्र। भाद्र 23-24 घटनाहरूको छानबिनको सन्दर्भमा प्रतिवेदन लामै समय तयार भएर मानवाधिकार आयोगभित्रै तयारी प्रतिवेदन प्रस्तुत भइसकेपछि सार्वजनिक भएन। मानवाधिकार आयोगकै छानबिनको अगुवाई गर्ने सदस्यले, छानबिनको अध्यक्षले अब पनि सार्वजनिक भएन भने मै सार्वजनिक गर्छु भन्ने सम्मको अभिव्यक्ति दिनु पर्यो। अनि सार संक्षेप बनेर त्यो आयोगको प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक भएको छैन। सार संक्षेप बनेर मानवाधिकार आयोगले आफ्नो निर्णय आयोगको प्रतिवेदनको आधारमा बनेर सार्वजनिक गर्यो। कारबाहीका लागि भनेर प्रधानमन्त्री, तत्कालीन प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री र सम्मानित सर्वोच्च अदालतले नियमन गर्नु सामाजिक सञ्जाललाई भनेर त्यो आदेश पालना गरेर नियमन गरे बापत सञ्चार मन्त्रीलाई समेत पनि मानवाधिकार उल्लङ्घनको आरोपमा कारबाही गर्नु भनेर यो 8औं भित्र पर्छ कि 9औं भित्र पर्छ आश्चर्य। सम्मानित सर्वोच्च अदालतले नियमन गर भन्यो। अदालतको आदेश मन्त्रीले, सरकारले कार्यान्वयन गर्नु पर्यो। रोकेको प्रतिबन्ध लगाएको होइन। तपाईँ यस देशमा कारोबार व्यापार गर्ने भएपछि तपाईँले स्वाभाविक रूपमा यहाँको संविधान कानुन मान्नुपर्छ, रजिस्टर गर्नुपर्छ भन्दा 1.5 वर्ष मानेन। पत्राचार गर्दा राष्ट्रको अपमान गरेर प्रत्युत्तर पठायो र तपाईँले हाम्रो अदालतको आदेश बमोजिम सरकारले काम गर्नुपर्थ्यो र सरकारको काम कुनै पनि देशको कुनै पनि कम्पनीले व्यापार बिजनेस गर्छ भने दर्ता गराउने र कानुन बमोजिमको दायित्वहरू पुरा गराउने त्यो अभिभारा हो सरकारको। त्यसमाथि अदालतले भनेपछि अनि सञ्चार मन्त्रीले गरेको होला, त्यो क्याबिनेटले गरेको होला। अनि सरकारले कोलाई पहिले एउटा चाहिँ मान्छे तोक्यो, फलानालाई जसरी पनि फसाउने भन्यो अनि त्यो फसाउनका लागि लाग्यो। कहाँबाट आयो? अहिलेसम्म नआएको। सञ्चार मन्त्री पनि अपराधी, मानवता विरोधी
अमेरिकी एउटा कम्पनीले चलाएको सामाजिक सञ्जालमाथि अदालतको आदेशअनुसार प्रतिबन्ध लगाउँदा अचम्म लाग्छ, कसरी भयो मानवाधिकारको उल्लङ्घन? त्यहाँ पनि मानवाधिकारको उल्लङ्घन भयो। कसले गोली चलायो पत्ता छैन, केही छैन, कहीँबाट केही पुष्टि हुँदैन र अहिलेको कानुनले पनि कारबाही गर्न मिल्दैन अरे। कानुनले कारबाही गर्न मिल्दैन, तर भूत प्रभावी कानुन बनाएर फलानालाई कारबाही गर। मानवाधिकार आयोगले यस्तो निर्देश सरकारलाई दिए भनेर भन्यो। कानुनले कारबाही गर्न मिल्दैन, अर्को कानुन बनाएर एउटा निकालेको छ। मानवाधिकार सम्बन्धी फलानु कन्भेन्सनले यस्तो भनेको छ भनेर। त्यो कन्भेन्सनको निर्णय स्वतः कार्यान्वयन हुँदैन। नेपालको संविधानले त्यस कन्भेन्सनको निर्णयलाई संविधानमा सामेल गरेर भूत प्रभावी कानुन बनाउन मिल्ने भनेर हाम्रो संविधानले भन्यो भने अनि मात्रै कानुन बनाउन मिल्छ। नेपालको संविधान विपरीतको कानुनले कारबाही गर्न नमिल्ने ठाउँमा कारबाही गरी छोड्नुपर्ने। यस कुराको सन्दर्भमा हामी बहसमा जानेछौँ।